गच्छेदार जी आप भी तो हाथ हिलाओ। गच्छेदार जी ने भी हाथ उठा दिए, उनके लिए भी आशीर्वाद। एक बार फिर से बोलिए पशुपतिनाथ भगवान की। गच्छदारजी तपाई पनि त हात हल्लाउनुहोस्। गच्छदारजीले पनि हात उठाइदिनु भयो, उहाँका लागि पनि आशीर्वाद। एक पटक फेरि भन्नुहोस्, पशुपतिनाथ भगवान की। तपाईहरूले त सङ्कल्प गरिसक्नुभयो र तपाईँको साथसाथै नेपालका करोडौँ हाम्रा दाजुभाइ दिदीबहिनीहरूले टेलिभिजनका माध्यमबाट हेरिरहनु भएको छ। अब नेपालका सबै मन्दिरहरूमा यो आन्दोलन हुनुपर्छ कि जसले पनि त्यहाँ चढाउनका लागि पशुपक्षी लिएर आउँछन् उनीहरूलाई भन्नुहोस्, अब यी पशुपक्षीहरूमाथि दया गर्नुहोस्। यो भगवान बुद्धको धरती हो, जो दयाका, प्रेमका, करुणाका सागर हुनुहुन्छ। मलाई भने बुद्धका बारेमा बोल्नुहोस् न। मैले भने किन, केही गडबडी भयो र? भने केही मानिसहरू भन्छन्, भारतमा केही मानिसहरू यस्तो प्रचार गर्छन् कि भगवान बुद्ध भारतमा जन्मिएका हुन्। मैले भने पहिलो कुरा के हो भने भारत र नेपालको बीचमा यस प्रकारका कुराहरू गरेर आपसमा मनमुटाव हुनु हुँदैन। यदि भगवान राम भारतमा जन्मिनु भएको हो भने सीता माता नेपालमा जन्मिनु भयो। नेपाल हमारा आमा को घर हो। एकजनाले मलाई भने, बाबाजी तपाईँ नेपाललाई यति धेरै माया किन गर्नुहुन्छ? भारतलाई छोडेर दुनियाँका अरू कुनै देशलाई यति धेरै प्रेम, यति धेरै माया गर्नुहुन्न। मैले भने नेपाल मेरी माताजीको घर हो। सीता माताजी हुनुहुन्छ नि, र माताजीको घरमा म के भएँ? माओली मामाको घर भयो नि, तब त म भान्जा भएँ। त्यसैले जति पनि बस्नु भएको छ मेरो मामा माइजू र माओली हजुरबुवा हजुरआमा, तपाईहरू माता सीताको संस्कृतिका उत्तराधिकारी हुनुहुन्छ। र यो नेपाल देश, म योगको साधक हुँ र पुरै दुनियाँलाई योगको शरणमा ल्याउन चाहन्छु। र योगका शिखर पुरुष जो योगका आइकन हुनुहुन्छ, उहाँ भगवान बुद्ध यो माटोमा जन्मिनु भएको हो, यो नेपालको माटोमा जन्मिनु भएको हो। उहाँ सम्पूर्ण नेपालीहरूको गौरव हुनुहुन्छ र नेपालको गौरव हुनुका साथसाथै भगवान बुद्ध सम्पूर्ण विश्वको गौरव हुनुहुन्छ। उहाँ भारतको पनि गौरव, मेरो पनि गौरव, तपाईँको पनि गौरव। किनकि महापुरुष कुनै एक स्थानमा जन्मिन्छ अवश्य, र त्यहाँका स्थानीय निवासीहरूलाई, स्वदेशवासीहरूलाई यसमा गौरव हुनुपर्छ। तर यसका साथसाथै के पनि बिर्सिनु हुँदैन भने उहाँ केवल हाम्रो मात्र होइन, चाहे माता सीता, भगवान बुद्ध वा गुरु गोरखनाथ, जो योगका, यस हठ योग परम्पराका आदि प्रवर्तक हुनुहुन्छ, जिसके सारे आसन प्राणायाम आप कर रहे हैं। योग परम्पराको कुनै मूल उद्देश्य छ, मूल स्रोत छ भने त्यसमा एकदमै ठुलो स्रोत नेपाल भएर सम्पूर्ण विश्वमा जान्छ। त्यसैले तपाईहरू त योगीहरूको देशमा बस्नुहुन्छ, योगी हुनुहुन्छ तपाईहरू, जसमा तपाईहरूलाई गौरव हुनुपर्छ। तर के पनि ख्याल राख्नुपर्छ भने भगवान बुद्धले त अहिंसाको उपदेश दिनुभएको थियो। अब सङ्कल्प गर्नुहोस्, हामी धर्मको नाममा, भगवानको नाममा हिंसा गर्ने छैनौँ, बलि चढाउने छैनौँ मन्दिरमा, र जो बलि दिन आउनेछन् उनीहरूबाट ती जीवित जीवजन्तुहरूलाई मुक्त गराउनेछौँ र तिनीहरूलाई भन्नेछौँ, यो लिनुहोस् 5 फल, यो 5 फुल लिनुहोस् र भगवानलाई चढाउनुहोस्, जसबाट भगवान प्रसन्न हुनुहुन्छ। यो देशमा रक्तपात बन्द गर्न चाहनुहुन्छ नि, मन्दिरमा जति रगत चढाउनु हुनेछ त्यति नै रगत देशमा बग्नेछ। शान्ति र समृद्धिको बाटोमा लैजान चाहनुहुन्छ भने जहाँ हत्या हुन्छ जीवको, निर्दोष प्राणीको रगत बग्छ, त्यस देशमा कहिल्यै पनि शान्ति र समृद्धि आउन सक्दैन। त्यसकारण साँचो अर्थमा नेपालमा शान्ति र समृद्धि ल्याउन चाहनुहुन्छ भने कमसे कम धर्मको नाममा अधर्म त नगर्नुहोस्। चलो अनुलोम विलोम करो, दिमाग ठीक होगा तो सब कुछ ठीक हो जाएगा।
यह अनुलोम विलोम तुम्हारा खोपड़ा ठीक करता है। अनुलोम विलोम लगातार करना है 5 मिनट, सबको करना है। और इस जगत में जो असुरत्व है, पाप, अनाचार, दुराचार, व्यभिचार, अधर्म बढ़ रहा है, उस सबको भी तो मिटाना है। अज्ञान से हम कुछ गलत परंपराओं को बढ़ाने लगते हैं। जैसे अभी आपको हमने कहा, धर्म के नाम पर हम अधर्म कर देते हैं यदि बलि चढ़ाते जीवों की। त्यसै गरी जाति, मानिसको केवल एक जाति छ। अनुलोम विलोम प्राणायाम करते रहिए, इसके लाभ तो पाने। जाति केवल एक मनुष्य की, बाँकी जातपातको बन्धन तोड्नु छ। मन्दिर, मस्जिद, गिर्जाघरमा बाँधिदिए भगवानलाई, धरती बाँडे, सागर बाँडे, नबाँड अब मानिसलाई। प्रेम र मायाका साथ हामीलाई अघि बढ्नु छ।